हेर्नु है यो हामीले त त्यो नयाँ लुगाहरू हुन्छ नि नयाँ के अरे लाउँदै राख्दै पट्याएर राख्छौँ पछि फेरि लाउनु भनेर राख्छौँ तर लगाएको लुगा त्यो यसरी पट्याएर राखेर पछि भन्दै पछि राख्दा 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 त्यो जतिसुकै नआयो भने पनि अटोमेटिकली डाङडुङ फाट्छ यो मैले पहिल्यैदेखि यहाँ भनेको मलाई मानेन आज मैले यहाँ सबै लुगा निकालेर डाङडुङ मिलाउँदै यो हेरेँ यिनीहरू हेरेको नयाँ प्यान्टहरू हेर्नै म देखाउँछु तपाईँलाई यसरी फाटेको छ यसरी फाटेको छ समाएर चाहिँ अलिकति तान्दाखेरि धर्दो हेर्नु है यहाँ हेर्नु है यो प्यान्ट बहुत पहिलाको यो अहिले मैले भर्खर तान्दा तान्दा फाटेर मैले अहिले कस्तो राम्रो प्यान्ट पनि फाट्दो रहेछ भनेर यहाँ नै कस्तो लाग्छ है ए ए ए ए कति हल्का हल्का यो सानो बच्चाले यसो खेल्दाखेरि तान्यो भने यसो हुन्छ नि भर्खर बाँमे सबै बच्चाले तान्यो भने च्यातिने कि कस्तो चाहिँ रेन्जर मक्किने होला कि कस्तो खालको केमिकल हुन्छ कि पेन्टमा अचम्म लाग्छ यस्तो दामी पेन्ट थियो है त्यो मैले पहिला यस्तो त फोटो त मैले खिचेको छुइनँ यो अलिकति डर भनेको चाहिँ यो यस्तो छ नि यो जेबको यसमा यो चाहिँ अलिकति बलियो छ मजबुत छ यो चाहिँ कपडै अलगै छ क्या अचम्म लाग्यो यो चाहिँ ए ए ए नयाँ प्यान्ट लु हेर्नु लु ए मजबुत भनेको यो रिङमा रोलमा यसो तलको एउटा लास्टको यो पोइन्टमा यो पनि गयो लु यो पनि मक्कियो अन्त राखेर के गर्नु यो त नाथे हेर राम्रो भन्दै लाउँछु भन्दै 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 छैन ए मजबुत भनेको चाहिँ यो कम्बरमा मात्रै त्यही पनि कम्बर पनि गयो लु गयो गइले ए ए ए ए कागज भन्दा पनि लुज हो न लु नरमी पुरो पेपर दर हुन्छ यार नराखे पनि रहेछ कपडा त लु पछि लाउँछु भनेर लु गयो खतम खतम गयो लु यस्तो लाग्यो मलाई भिडियोको लागि भिडियो कन्टेन्ट बनाउनु भिडियो बनाउनुलाई चाहिँ काम लाग्छ होला यहाँ लुगाहरू सबै हेर्नु पर्यो यस्तै हेर्दा रड्डी हुन्छ अन्त म त आज यो पनि पेन छ भन्दा गन्ती गर्दै राखेको यसो तान्दाखेरि घरै च्यात्यो यसो हेरेको छैन लोभ बेला बिलाप हुन्छ भनेको चाहिँ यो है अरू हेर्छु हेर म लगेर यति नै